भन्नुहुन्थ्यो नि छोरी मान्छेलाई एसएलसी पास गराउन सकिन कसैको बिहे हुन्छ कसैको के मैले पनि तपाईँको इच्छा पुरा गर्न सकिनँ सर गौथली तिमी जान दिनुको लागि स्कुल जान सक्छौ भन तिमी यदि सक्छौ भने म तिमीलाई यहीँ बसेर जान दिनुको लागि बन्दोबस्त मिलाइदिन्छु तिमीले रिजल्ट हेर्नै पर्दैन तिमी पास भयो पास मात्र हैन तिमी फर्स्ट भयो तिमी हाम्रो स्कुलको मात्र हैन नेपालकै फर्स्ट भयो तिमी नेपालको पहिलो महिला बोर्ड फर्स्ट भयो बधाई छ तिमीलाई